के साँच्चीकै रामले आफ्नी बहिनी पूजाको पेटमा रहेको गर्भलाई जन्माउन सल्लाह देलान् त कि कतै रामले पूजाको पेटमा रहेको बच्चालाई फ्याँक्नको लागि सल्लाह दिने हुन् त यो पनि थाहा पाउनुहुनेछ। त्यसैले आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हो दर्शकवृन्द, तपाईलाई बुहारी सिरियल कस्तो लागिरहेको छ कृपया कमेन्ट पनि छोड्नुहोला। दर्शकवृन्द, तपाईहरूले पनि बुहारी सिरियलको पछिल्लो भाग त पक्कै पनि हेर्नु भयो होला र उक्त भाग हेरे पछाडि तपाईहरू एकदमै खुसी हुनुहुन्छ होला। दर्शकवृन्द, तपाईहरू यस कारणले एकदमै खुसी हुनुहुन्छ होला कि रामले आज त्यस्तो अवस्थामा आफ्नी बहिनी पूजालाई साथ दिएका छन्। हो दर्शकवृन्द, हिजोको दिनमा बहिनीले आफूलाई जस्तो सुकै व्यवहार गरे पनि आज रामले बहिनीलाई साथ दिँदै गर्दाखेरि तपाईहरू एकदमै खुसी हुनुहुन्छ होला। दर्शकवृन्द, बिचरी पूजालाई पूजाको सासूले मध्यरातमा कुटेर उक्त घरबाट निकाल्छिन् अनि पूजा जाने कुनै पनि बाटो अनि अर्को ठाउँ नभए पछाडि पूजा मध्यरातमा रामको घर आएकी छिन्। हो दर्शकवृन्द, रामका सबै परिवारले पूजालाई त्यस्तो अवस्थामा देख्दै गर्दाखेरि एकदमै आत्तिएका छन् अनि कमला र मुनाले पनि पूजालाई के भयो भनेर सबै कुराहरू सोधेका छन्। दर्शकवृन्द, पूजाले पनि आफ्नी सासूले गरेका सबै अत्याचारहरू सुनाइदिएकी छिन्। हो दर्शकवृन्द, पूजालाई त उसको सासूले गर्नसम्म गरेकी रहेछिन्। दर्शकवृन्द, कतिसम्मको अपराधी रहेछिन् त आफ्नी बुहारीलाई त्यस्तो गर्दै गर्दाखेरि पूजाको पनि माइतीहरू रहेका छन्। कतै भोलिको दिनमा अप्ठ्यारो पो पर्छ कि भन्ने कुरा कति पनि पूजाको सासूले सोच्दै सोचिनन्। हो दर्शकवृन्द, बिचरी पूजालाई बल्दै गरेको दियोमा पूजाको अनुहार लगेर डढाइदिने काम पनि पूजाको सासू आमाले गरेकी रहेछिन्। दर्शकवृन्द, ती सबै कुराहरू सुन्दै गर्दाखेरि रामको मन एकदमै भकानिएको छ। दर्शकवृन्द, पूजाले त आफ्नो दाइलाई हिजोको दिनमा त्यस्तो व्यवहार गरेको कारणले गर्दा पनि दाइको अगाडि माफी माग्नको लागि कुनै पनि लायक नभएको भन्दै विभिन्न मनमा रहेका भावनाहरू व्यक्त गरेकी छिन्। दर्शकवृन्द, रामले पनि आफ्नी बहिनी पूजाको मुखारबिन्दुबाट ती सबै कुराहरू सुने पछाडि राम भित्र गएर हातमा कट्टी लिएर निस्किएका छन्। दर्शकवृन्द, रामले आफ्नी बहिनीको हात समाउँदै पूजाको सासूलाई कुनै हालतमा नछोड्ने भन्ने कुरा व्यक्त गरेका छन्। हो दर्शकवृन्द, आफ्नी बहिनी पूजालाई अप्ठ्यारो पर्दै गर्दाखेरि रामले आफ्नो ज्यानको बाजी लगाएर भए पनि बहिनीलाई बचाउने कुरा पनि व्यक्त गरेका छन्। दर्शकवृन्द, वास्तवमा रामको सोच कति महान रहेको छ। दर्शकवृन्द, रामको यस्तो महान सोचको लागि रामको सम्मान स्वरूप भिडियोलाई त लाइक पक्कै गर्नु होला। दर्शकवृन्द, रामले त्यसरी मध्यरातमा आफ्नो बहिनी पूजालाई लिएर हातमा कट्टी लिएर निस्किँदै गर्दाखेरि रामका दुई श्रीमतीहरूले रोकेका छन्। हो दर्शकवृन्द, पूजालाई पूजाको सासूले कसरी दुःख दिएकी थिइन् त्यसै गरी पूजाको सासूलाई दुःख दिने काम हाम्रो भयो भन्दै रामका दुई श्रीमतीहरूले भने पछाडि रामले पनि त्यही कुरालाई विश्वास गरेर छोडिदिएका छन्। दर्शकवृन्द, अनि रामको सबै परिवारले कुनै पनि हालतमा पूजालाई चिन्ता नलिकन बस्नको लागि अनुरोध पनि गरेका छन्। दर्शकवृन्द, जब बिहान हुन्छ, बिहान भइसके पछाडि पूजाको सासूको घरमा रामका दुई श्रीमतीहरू अनि पूजा पुगेका छन्।
हो दर्शकवृन्द, भनिन्छ नि कहिले सासूको पाली त कहिले बुहारीको पाली भनेर। त्यसै गरी हिजोको दिनमा पूजाको सासूले पूजालाई कतिसम्म अत्याचार गरेको थिइन्। आज त्यही अत्याचारको बदलामा पूजाको सासूले पनि पूजाको हातबाट धेरै कुटाई खाएकी छिन्। हो दर्शकवृन्द, हिजोको दिनमा आफूलाई जसरी सासूआमाले दुःख अनि पीडा दिएकी थिइन् त्यही कुरालाई सम्झिँदै पूजाले पनि सासूआमा माथि हात उठाएकी छिन्। हो दर्शकवृन्द, मानिसलाई चोटको बदला चोट नै दिनुपर्छ। पूजाले आज जे गरिन् एकदमै राम्रो गरिन्। दर्शकवृन्द, पूजाले त आफ्नी सासूआमालाई त्यही ढुङ्गाले किच्याएर मार्न खोजेको थिइन्, तर हजुरहरूले पूजालाई त्यसो गर्न दिएनन्। हो दर्शकवृन्द, कानुलाई हातमा लिनु हुँदैन भन्दै पूजालाई सधैँको लागि त्यो घरबाट लिएर गएको कुरा व्यक्त गरेर पूजा र कामका दुई श्रीमतीहरू त्यस पापिनीको घरबाट निस्किएका छन्। दर्शकवृन्द, अर्कोतिर भने रमेशको प्रेम कहानी अधुरै रहेको रहेछ। हो दर्शकवृन्द, हिजोको दिनमा रमेशले दिपालाई एकदमै माया गर्दा रहेछन् र दिपाले पनि रमेशलाई एकदमै माया गर्दी रहेछिन्। तर के गर्नु दर्शकवृन्द, दिपाको आफ्नो सपनाको कारणले गर्दाखेरि रमेशले बिहेको प्रस्ताव राख्दै गर्दाखेरि उक्त प्रस्तावलाई दिपाले कति पनि नमानेर आफू नर्स बन्ने सपना बटुलेर सहर निस्किएकी रहेछिन्। दर्शकवृन्द, फेरि पनि दिपा गाउँमा आएकी छिन् अनि रमेशसँग धेरै कुरा गरिरहेकी छिन्। दर्शकवृन्द, त्यतिका वर्षसम्म रमेशले त बिहे गरेर छोराछोरी पनि जन्माइसके होला भन्ने कुरा सबै कुराहरू दिपाले व्यक्त गरेकी छिन्। तर दर्शकवृन्द, रमेशले पनि बिचरा मनमा लागेका ती प्रेमका चोटका कारणले केही कुराहरू दिपालाई भनेका छन्। दर्शकवृन्द, रमेशले जब दिपाको मुखारबिन्दुबाट कतिवटा छोराछोरीहरू छन् भन्ने कुरा सुने पछाडि एकदमै भकानिएर रमेश त्यहाँबाट निस्किएका छन्। दर्शकवृन्द, दिपालाई किन थाहा छ र बिचरी जब दिपाले आफ्नो सपनाको लागि उसले रमेशलाई छोडेर गइन् त्यस पछाडि रमेशले अरू कोही पनि केटीसँग सम्बन्ध गाँसेका छैनन् र दिपाको बाटो हेर्दै ऊ दिपाकै यादमा तडपिएर बाँचिरहेका छन् भनेर। हो दर्शकवृन्द, रमेशलाई पनि प्रेममा एकदमै ठुलो चोट पुगेको छ। दर्शकवृन्द, रमेशले त आजसम्म सायद दिपाको पर्खाइमै रहेको कारणले गर्दाखेरि विवाह पनि नगरेका होलान्। दर्शकवृन्द, अब भने रमेशले पनि दिपासँग विवाह गरेर रमेशको जिन्दगीमा पनि एकदमै राम्रो हुनुपर्छ भन्ने चाहना त तपाईँ हाम्रो सबैजनाको हो। दर्शकवृन्द, भनिन्छ नि जे हुन्छ राम्रोकै लागि हुन्छ भनेर। बिचरी दिपाले पनि आफ्नो सपना पुरा गर्न नसके पछाडि आज गाउँ आएकी छिन्। दर्शकवृन्द, दिपा एकदमै रमेशको लागि लायकी छिन्। अब रमेश र दिपाको बिहे हुनुपर्छ त रमेशको पनि स्वर्ग जस्तै घरबार हुनुपर्छ। हो दर्शकवृन्द, अब दिपाले रमेशको बारेमा सबै कुराहरू त पक्कै बुझ्ने छिन्। दर्शकवृन्द, जब वास्तविक कुराहरू थाहा पाउँछिन्, थाहा पाइसके पछाडि दिपा रमेशको नजिक हुनुपर्छ। यी चाहना त लाखौँ अनि करोडौँ दर्शकहरूको रहेको छ। दर्शकवृन्द, अर्को खुसीको कुरा यो छ कि राम अब विदेश नजाने भएका छन्। हो दर्शकवृन्द, रामले मुनाको भाइलाई दिएका सबै पैसाहरू मुनाको भाइले पनि फिर्ता गरिदिएका छन्। हो दर्शकवृन्द, रामले त आफ्ना आफन्तलाई
पढ्दै गर्दाखेरि आफ्नो ज्यान समेत दिएर सहयोग गरेका थिए। आज त्यसै गरी दुर्गा आमाको छोराले पनि रामका केही पैसाहरू बुझाइसकेका छन् र रामले आफ्नो घरको लाल पूर्जा पनि निकालेर ल्याएका छन्। हो दर्शकवृन्द, त्यो समयमा राम र रामको बुबा एकदमै खुसी देखिएका छन्। दर्शकवृन्द, रामलाई गाउँका सबै व्यक्तिहरूले प्रशंसा पनि गरिरहेका छन्। हो दर्शकवृन्द, वास्तवमा रामको सोच कति धेरै महान रहेको छ। बिचरी पूजाले हिजोको दिनमा त्यस्तो व्यवहार गर्दै गर्दा पनि रामले आज पूजालाई आफ्नै घरमा सधैँको लागि सुख दिएर राख्छु भन्ने कुरा गरेका अनि रामले आफ्नी बहिनीलाई घरमा ल्याइसकेको सुन्दै गर्दाखेरि राम सबैको प्रशंसाको योग्य पात्र बनेका छन्। दर्शकवृन्द, रामको उक्त परिवारमा पनि एक खालको खुसी आइरहेको छ। तर दर्शकवृन्द, रामको बुवाको मनमा भने कतै पूजाको उक्त घटनाबारे सबै कुराहरू थाहा पाइसके पछाडि पूजाको बुबा आमाले धेरै नै नराम्रो गरेर रामसँगको उक्त सम्बन्ध बिग्रिने पो हो कि भन्ने डराइरहेका छन्। तर दर्शकवृन्द, पूजाले भने कुनै पनि हालतमा नडराउनको लागि अनुरोध गरेकी छिन्। हो दर्शकवृन्द, पूजाको आमा धेरै नै घमण्डी भए पनि पूजाले आफ्नी आमाको कमजोरी आफै भएको कारणले गर्दाखेरि आफ्नी आमालाई म नै सम्झाउँछु भन्ने कुरा पनि व्यक्त गरेकी छिन्। हो दर्शकवृन्द, त्यही पूजाको जिन्दगीमा घटेका घटनाको कारणले गर्दाखेरि उक्त परिवारमा खलबल आउँछ कि भन्ने ठुलो डर पैदा भएको थियो। तर उक्त डर पनि निराकरण गर्ने उपाय निस्किएको छ। हो दर्शकवृन्द, पूजाको सासुआमाको त्यस्तो हालत भएको सुने पछाडि मालती भेट्नको लागि गएकी छिन्। हो दर्शकवृन्द, मालतीले पूजाको सासुआमाको अनुहारलाई चारैतिर हेरेर एकदमै जिस्काउँदो शैलीमा अनेक कुराहरू भनिरहेकी छिन्। दर्शकवृन्द, त्यस्तो कुरा सुने पछाडि पूजाको सासुआमा पनि एकदमै रिसाएकी छिन्। हो दर्शकवृन्द, मालतीले भने अनेक कुराहरू भनिरहेकी छिन्। दर्शकवृन्द, आज जस्तो घटना भयो सबैको मुख्य कारक तत्त्व भने मालती नै हुन्। दर्शकवृन्द, फेरि पनि मालतीले गएर समीरको उक्त परिवारलाई एकदमै उचालेकी छिन् अनि कुनै पनि हालतमा रामलाई छोड्नु हुँदैन, रामलाई तह लगाउनु पर्छ भन्ने कुरा पनि व्यक्त गरेर आफ्नो दाइ एनिकी समीरको बुवालाई रामको घरमा गाली गर्नको लागि पठाएकी छिन्। दर्शकवृन्द, समीरको बुवाले पनि आफ्नी श्रीमतीको त्यो सबै अवस्था देखे पछाडि एकदमै रिसाएका छन् अनि ऊ कुनै पनि कुरा नबुझिकन रामको घरमा आएका छन्। दर्शकवृन्द, रामको घरमा आएर समीरको बुवाले एकदमै ठुल्ठुलो कुराहरू गरेका छन्। दर्शकवृन्द, सुरुमा त रामका दुई श्रीमतीहरूले पूजाको ससुरा बुवालाई एकदमै राम्रो व्यवहार गरिरहेका थिए। तर पूजाको ससुरा बुवाले नै एकदमै ठुल्ठुलो कुराकानी गरे पछाडि मुनाले को जवाफ दिएकी छिन्। हो दर्शकवृन्द, त्यसरी पूजाको सासुआमालाई रामका दुई श्रीमतीहरूले नकुटेर पूजाको सासुआमालाई कुट्ने अरू कोही नभएर पूजाले नै कुटेकी हुन् भन्ने कुरा पनि रामका दुई श्रीमतीहरूले व्यक्त गरेका छन्। दर्शकवृन्द, त्यति मात्र कहाँ हो र पूजाको अनुहार पनि सासुआमाले बल्दै गरेको दियोमा डराइदिएको कुरा पनि व्यक्त गरेका छन् र पूजाले पनि आफ्नी सासुआमाले आफूलाई जे हरकत गरेको थिइन् त्यही अनुसार सजाय दिएको कुरा पनि बताएकी छिन्। हो दर्शकवृन्द, त्यसरी सबै कुराहरू सुने पछाडि पूजाको ससुरा बुवा के भन्नु न के भन्नु भएर त्यहाँबाट रिसाउँदै फर्किएका छन्।
दर्शकवृन्द अनि अर्को दुःखको कुरा त यो छ कि पूजा अचानक बेहोस भएकी छिन् अनि रामले पूजालाई हस्पिटल लिएर गएका छन्। हो दर्शकवृन्द, पूजालाई यसरी 81 चक्कर लाग्नुमा पूजाको पेटमा त समीरको बच्चा पो रहेछ। हो दर्शकवृन्द, पूजा गर्भवती रहेको अवस्था पनि डाक्टरले सुनाइदिएका छन्। दर्शकवृन्द, उक्त कुरा सुने पछाडि पूजा एकदमै आत्तिएकी छिन् अनि पूजाको मन पनि एकदमै रोएको छ। दर्शकवृन्द, त्यो कुरा सुने पछाडि राम पनि झसङ्ग भएका छन्। हो दर्शकवृन्द, अब के रामले आफ्नी बहिनी पूजाको त्यो जिन्दगीलाई साथ दिएर अगाडि बढाउलान् त कि रामले पूजालाई घृणा गर्ने हुन् त? त्यो हेर्नको लागि त बाँकी नै छ।